यो एक्सनले तपाईले रिच देखाउँछ तर एक्चुअलीमा गरिब बनाउँछ र यो ह्याबिट नयाँ पुस्तामा झन बढिरहेको छ। युथहरू महँगो फोन, ब्रान्डेड कपडा र बाइकहरू किन्छन्, नट बिकज कि उनीहरूलाई आवश्यक छ, बल्कि अरूलाई देखाउनु छ। अरूले मेरो बारेमा के सोच्छ भन्ने कुराको प्रेसरले डिसिजन लिइरहेको हुन्छ। तर ट्रुथ के हो भने पुअर माइन्डसेटले रिच देख्नलाई किन्छ, रिच माइन्डसेटले रिच हुनलाई किन्छ। एउटाले इमेजमा स्पेन्ड गर्छ, अर्कोले इन्कममा। तर यो ट्र्यापबाट निस्किनलाई तीनवटा स्टेप फलो गर्नै पर्ने हुन्छ। फर्स्ट, इम्प्रेस होइन, प्रोग्रेस। अरूलाई देखाउन होइन, आफ्नो फ्युचर बनाउनमा इन्भेस्ट गरौँ। सेकेन्ड, एक्सपेन्स होइन, एसेट्स। सो अफ गर्नुभन्दा स्किल, बिजनेस, इन्भेस्ट सानै उमेरबाट गरौँ। इगो होइन, डिसिप्लिन मेन्टेन गरौँ। इगो फुलफिल गरेर सर्ट टर्ममा राम्रो लागे पनि डिसिप्लिनले लङ टर्म फ्रिडम एचिभ गर्न सकिन्छ। स्ट्याटस देखाएर आउँदैन, बनाएर आउँछ। त्यसको लागि डिसिप्लिन भएर स्किल, एजुकेसन र एसेट्सहरुमा इन्भेस्ट गर्नुपर्छ, जसले फ्युचरमा वेल्थ क्रिएट गर्छ। यदि तपाई पनि सेम ग्रोथ माइन्डसेटले सोच्नुहुन्छ भने एकजना यस्तो साथीसँग शेयर गर्नुहोला जसलाई यसको बारेमा बुझ्न एकदमै इम्पोर्टेन्ट छ।